नसकेर मेरो पिता हजुरलाई चिन्न नसकेर कति उत्साहितको भजन वचनले भनेको भजन एकदमै उत्साहित हुनुहोला। मेरो हजुरहरू आइसक्नु छ भजनको लागि। हेलो, ईश्वरलाई धन्यवाद परमेश्वरलाई। हजुर महान हुनुहुन्छ। ईश्वरको आज शनिबारको दिन, हजुरको महिनाको दिन, आशीको दिन, हजुरको छोराछोरीहरू सबै हजुरका आशीको दिन आउनुभएको छ। सबैजना खुसी हुनुहुन्छ हुनुहुन्न? हजुरलाई आज यहाँ के लिन आउनुभएको? ईश्वरलाई धन्यवाद ताली बजाउनु है। आशीष दिनुभएको है, आशीष दिन आउनुभएको नि हामी ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता। त्यसरी नै हामी सम्पूर्णको अगुवा विश्वमै अगुवा प्रकाश शिशुले नाम उहाँको वाल फ्यामिलीलाई नै ईश्वरको भटपनालाई नमन भन्न चाहन्छु है। ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता। त्यसरी नै लामो दूरीबाट छोटोमा ल्याउनु नि हाम्रो डाँडा नाग 27 वडा नम्बर 27 हामी सम्पूर्णको अगुवा सञ्जना म्यामको वाल फ्यामिलीलाई नै एकदम सर बाबुलाई नि एकदम ईश्वरको भटपनालाई नमन भन्न चाहन्छु है। ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता। त्यसरी नै हामी सम्पूर्ण लिडर साथीहरू बाजा बजाउने सर ईश्वरको छोराछोरीहरू सम्पूर्णलाई नै ईश्वरको भटपनालाई नमन भन्न चाहन्छु। त्यसरी नै आजको सञ्चालन म्यामलाई नि एकदम घर परिवारलाई नि एकदम ईश्वरको भटपनालाई नमन भन्न चाहन्छु। ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता। यसरी नै है भजनमा उठ्नु मन लाग्यो। हाम्रो भजनमा उत्साहित गर्नुहुने सरले है भजन उहाँ बाजा भएन भने त अलिक खल्लो हुन्छ नि है। सरले बजाइदिनु हुनुहुन्छ शरीर त त्यसै नजानेमा मान्छे नि झाम गरेर नाचिहाल्नुहुन्छ क्या है। यस्तो सर दुवैजनालाई नि एकदम ईश्वरले दिनुभएको आशिष भने है। ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता। भजनमा गाउनु मन लाग्छ मलाई एकदम है। यो ईश्वरले दिनुभएको शक्ति एकदम बलियो छ नि हामीहरू है। एकदम बनाए बल्ल त भजनमा उठ्नु त त्यसलाई बलियो हुन्छ है। ल ईश्वरलाई धन्यवाद नातिनीहरू। धन्यवाद गर्छु परमात्मा परमेश्वर हजुरलाई अनगिनती धन्यवाद गर्छु यसो मसीहको नाममा। र हजुरले हाम्रो प्रकाशमा सुझाउने उहाँको सम्पूर्ण परिवारमा र लाभद्रलाई छोटो बनाएको हुने हाम्रो आदरणीय सन्जना म्याडममा पनि परमेश्वर पिताको भरिपूर्ण आशिष र म्युजियममा रहेर हामीलाई रमाइलो गर्नुहुने उत्साहित गर्नुहुने सहरमा पनि परमेश्वरको भरिपूर्ण उच्च सम्मान भएको विवादको परमेश्वरका प्यारा सन्तानमा पनि मेरो उच्च सम्मान र परमेश्वर पिताको भरिपूर्ण आशिष। भजनमा प्रमुखताले उठाउनु भयो। भजनको बोल छ सच्चाइ आए शान्ति पाए। धन्यवाद गर्छु यसो मसीहको नाममा। नचलो छोडिदेऊ। आमा यस्तो टाढो यस्तो खुसी लाग्छ कि हे परमात्मा हजुरले दिनुभएको आशिष है। आजको छोराछोरी हामी ईश्वरको छोराछोरी होइन होइन। आमा बोल्छ है।
ईश्वरलाई धन्यवाद छ परमेश्वर पिता है। ईश्वरले दिनुभएको आशीष पालक मेरो पालक कहिले आउने होला भन्ने योग्यको परमात्माले गरिसक्नु है। अर्कोचोटि यस्तै हुनुपर्छ। अब हामी त नपढेका मान्छे त यस्तो भयो भने तपाईँहरू त पढेको छ नि छैन त। धन्यवाद गर्छु परमात्मा पितालाई, अनुकिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा र हाम्रो कार्यक्रम वचन जसले खान्छ उसैले उद्धार पाउँछ। ईश्वरलाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। मेरो नाम त हजुर सम्पूर्णलाई मैले भनिरहेको छु होइन। आज हामीले हाम्रो मुखबाट सधैँ परमेश्वरको वचनै निकाल्यो भने नै हामीलाई उद्धार हुन्छ। त मेरो यो गवाई मेरो नानी त होइन, नानी एकदमै अस्तिको हप्ता जुटेर गएपछि एकदमै पेटको समस्या आयो, एकदमै पेट दुख्ने। म काममा दबाई ल्याएर परमेश्वरसँगै जुटेँ र पिता हजुरको यो सन्तान छोइले त थोरै भए पनि हजुरको उसबाट यो दबाई हजुरकै भयो पिता भनेर धेरै खर्च नलागोस्, थोरैबाट होस् भनेर प्रार्थनामा मागेको थिएँ। त्यो जुन दुसरालाई शैतानले एकदमै होइन एकदमै नानीलाई त्यो दबाई खाएर खाना सुतायो त बेलुका आनन्दले सुत्ने, बिहान जब उठेपछि त उसलाई एकदमै फेरि उस्तै बनाउने, पेट दुख्ने एकदमै समस्याहरू ल्यायो, एकदमै गाह्रो भयो। त अर्काको काममा गइरहेको छु, काम पुरा हुन पनि पाएको छैन। छोरी फत्र परिरहने, स्कुलमा वार्षिक उत्सव थियो, वार्षिक उत्सवमा जसरी नै आउनु मम्मी मेरो नाच्ने भाग लिएको छु भने एकदमै गाउँमा हुँदा एकदमै भाग लिएर नाच्ने एकदम उत्साहित हुने नानी। त्यो दिनमा दुसराले मेरो नानीलाई नाच्न पनि सक्न दिएन, त्यतिकै बसी रोइरहे। त फेरि मेरो मनमा एकदमै परमेश्वरसँग पुकारे पिता पहिला मेरो नानीलाई होइन मैले यहाँ अमरसिंहको पार्कलाइन हस्पिटलमा लान्थेँ। त त्यहाँ गएपछि उसलाई के हुन्थ्यो भने त्यो डक्टरले छोइदिएपछि नि उसलाई दबाई खानुपर्ने थिएन कि होइन। त त्यसमा परमेश्वर हुनुहुन्छ भने एकदमै मनमा आयो। त फेरि मैले काम गर्ने दिदी कहाँ लिएर गएँ। दिदी मेरो नानी एकदमै बिमारी भएमा आज म स्कुलमा पनि बस्न सकिनँ, मेरो नानी के गर्ने होला। त उहाँले भन्नुभयो कि उहाँ परमेश्वर बोल्नुभयो मैले तिमीलाई हिजो अस्ति नै लैजाऊ भनेदेखि तिमी नै बसेँ कि म त परमेश्वरको सन्तान छोरीमा ढुक्क भएर बसेँ। त परमेश्वरको कार्य त्यति ठुलो रहेछ कि त्यहाँ लगेर जताउने बित्तिकै पिसाब जान्थ्यो, केही पनि देखा परेन। त उहाँले एक खुराक दबाई दिनुभएको थियो, बेलुका ल्याएर खाना दिए त नानी भोलिपल्ट दिनुहुन्छ भला चाङ्गा भएर होइन एकदमै आनन्द भयो होइन। अहिले आनन्द छ होइन। त परमेश्वरले भन्नुभएको छ छोरी नआत्तिया नडराउ, तिम्रो कामहरूमा होइन तिमीले नसोचेको जस्तै गरेर तिमीले मलाई खोजेर एकदमै तिम्रो मनमा शीतल गरेर राख, तिम्रो मन ढुक्क र धैर्य गरेर राख। त्यसै बेला तिमीले पत्तो नै पाउने छैनौ कि तिम्रा ती कार्यहरू दबाईहरू म कति बेला गर्छु तिमीहरूले थाहै पाउने छैनौ भनेर होइन परमेश्वर यसरी बोल्नुहुन्छ होइन। त बुधबारे शिक्षामा आउन पाइन, एकदमै मनमा परमेश्वरलाई काम गर्ने ठाउँमै बसेर पुकारे होइन। अनुदानको सम्मान उठाए। परमेश्वर परमात्मा एकदमै महान हुनुहुन्छ। किनकि म त जति बेला पनि होइन परमेश्वर पुकार्छु। परमेश्वर जब मेरो जिन्दगीमा आउनुभयो मैले चिने त मेरो कामहरू यसरी सफलता भयो कि म सदा सर्वदा यसरी बोल्न नसक्ने, यति कामले एकदमै थरथरेर डराएर घरभित्र लुकेर बस्नुपर्ने, आफ्नो इष्टमित्र नाताको छेउमा पनि म जान नपाउने होइन। एकदमै त्यहाँ गयो भने को कोठामा आएर काम नपर्ने थियो, माताको घरमा जानु पर्थ्यो। तिमीलाई मैले नजाऊ भनेको होइन, तिमीलाई बाह्र भनेको होइन, तिमी चोखो हुनुपर्छ भन्नुहुन्थ्यो होइन। आज मान्छे सबैको बिचमा बस्नका लागि होइन एकदमै यत्रो भिडमा म बस्न सक्ने थिइनँ, एकदमै डराउनु पर्थ्यो, आत्तिन पर्थ्यो। म कहाँ गएर के हुन्छ होला भनेर यो मन डराइरहन्थ्यो भने कसैको भिडमा बस्न सक्ने थिइनँ। आज यत्रोको भिडमा बाटोमा जहाँ पनि एक्लै हिँड्ने, एक्लै डुल्ने, एकदमै काम गरेर हिँड्न सक्ने परमेश्वर पिताले बनाउनु भएको छ। होइन आज खुलासँग राख्नु भएको छ होइन। मेरो सरजीलाई एकदमै होइन बेलुका एकदमै सही सलामती घरमा आउनुभएको थियो। सधैँ प्रार्थना माग्थ्यो कि यो हप्ता अर्को हप्ता शनिबारमा यहाँ आउनुभएको थियो होइन। आएर यहीँबाट काममा जानुभयो त बेलुका फर्किँदा त परमेश्वरमा मागेको थिएँ कि मेरो श्रीमान भला जङ्गा हुनुपर्छ, सही सत्यको बाटो हजुरले सदा सर्वदा एकदमै सही लानुहोस्, सही नै घर ल्याउनुहोस् भनेको थिएँ। त उहाँलाई केही पनि भएन, एकदम राम्रोसँग आउनुभयो। त त्यहाँ 2-3 जना बसेर उहाँको मोबाइल चाहिँ खोजिदिनु भएछ होइन। त मैले फेरि परमेश्वरसँग मागेँ केही तपाईँको शरीर बाँचेर आयो, तपाईँलाई केही भएन, त्यो मोबाइल भनेको त होइन फेरि पनि आफ्नो शरीर रहिरह्यो भने मोबाइल फेरि किनौँला होइन। त सिम मैले अर्को निकालेर ल्याइसकेँ। त होइन परमेश्वर पिता यति महान हुनुहुन्छ कि आफ्नो छोरालाई भलाजङ्गका साथ कोठामा ल्याइसक्नुभयो, नत्र होइन त्यो मोबाइल उनीहरूले खोजेको उहाँलाई पनि केही गर्न सक्नुहुन्थ्यो कि परमेश्वरलाई एकदम स्वर्गदूत खराइसकेको थियो। त परमेश्वरले होइन अनगिन्ती आशिष दिएर घरमा लानुभयो। मन सानो गरिन, एउटा होइन एउटा
प्लास्टिकको भाँडा फुटेर जाँदैमा परमेश्वरलाई कहिले तोड्नु हुँदैन, परमेश्वरलाई मनमा राख्नुपर्छ भन्दै तैन उहाँ आज हस्पिटल जानुभएको छ। हात घरमा त बेलुका आउनुभयो, राम्रै आउनुभयो, बिस्तारमा बस्ने कहाँ छ पानी परेको यत्रो बाटोमा चिप्लिनु भएछ, लुट्नु भएछ होइन। त उहाँले याद गर्नु भएन थियो कि आफ्नो हात ठोक्यो भनेर याद गर्नु भएन छ। घर गएपछि हात दुख्यो भन्नुभयो। त परमेश्वरसँग मागेर परमेश्वर पिताले त आज उहाँको यहाँ आउने एकदम इच्छा थियो, छैन केही छैन। परमेश्वरमा अनुदानको सम्मान उहाँले उठाएर यो लगिदेऊ भन्नुभएको छ। त परमेश्वरमा सदा सदा त पहिले परमेश्वरमा जानलाई एकदमै मन बनाउनु हुन्थेन। मलाई चाहिँ जहाँ पनि जा भन्नुहुन्थ्यो, जति होइन फेलासीहरू हुन्थ्यो धादिङ गाउँबाट मलाई चितवन जहाँ पनि पठाउनेवाला मान्छे, तिमी जाऊ म बस्छु, तिमी गएर मलाई पुग्छ भन्नुहुन्थ्यो होइन। त आज उहाँ आफै आएर